धन्यवाद। आजदेखि यो पुस्तक तपाईहरूको भयो। पुस्तकको मूल्य रु 848 रहेको छ, तर आज विशेष छुटका साथ केवल रु 700 मा पुस्तक उपलब्ध छ। यहीको काउन्टर तयारी अवस्थामा छ, कृपया गएर पुस्तक लिन सक्नुहुन्छ। अब कार्यक्रम अघि बढाउन म राजेश हमालज्यूलाई अनुरोध गर्दछु। छलफल पनि हामी दुईजना बीच, सायद पहिलो छलफल विमोचनको दिनमा चाहिँ नि हामी दुईजना बीच भएको थियो र त्यो कर्णाली ब्लुज पढे पश्चात चाहिँ नि म असाध्यै उहाँको लेखनको तरिकाबाट र उहाँले जुन गहिराइमा गएर पात्रहरूलाई चाहिँ नि प्रस्तुत गर्नुहुन्छ आफ्नो पुस्तकमा, त्यसबाट चाहिँ नि म अत्यन्तै नै प्रभावित भएँ। बुद्धिसागरजीसँग मेरो पहिलो भेटघाट चाहिँ नि उहाँले मेरो अन्तर्वार्ता लिन आउनुभएको थियो, तर त्यो मेरो जीवनको असाध्यै स्मरणीय अन्तर्वार्ता चाहिँ नि हुन पुग्यो। किनकि जुन तरिकाले उहाँ मेरो अन्तर्वार्ता लिनुभएको थियो त्यो उहाँभन्दा अगाडि पनि कसैले लिएन, उहाँभन्दा पछाडि पनि कसैले लिएन। त्यो बेलामा उहाँ अन्नपूर्ण पत्रिकासँग चाहिँ नागरिकमा चाहिँ नि आबद्ध हुनुहुन्थ्यो र हामीले धेरै लामो गफ गरेको थियो। त्यो नागरिकको लागि चाहिँ नि आवरणकै होला होइन, तपाईँले उसको लागि अन्तर्वार्ता लिनुभएको थियो। मेरो फिल्मको लोकेसनबाट सुरु भएको अन्तर्वार्ता काठमाडौँको गाडीको यात्राबाट लिएर चाहिँ नि मेरो निजी निवाससम्म जाँदाखेरि पनि हाम्रो अन्तर्वार्ता जारी नै रह्यो। त्यस कारण असाध्यै डिटेलमा मैले अन्तर्वार्ता दिइरहेको थिएँ। बुद्धिसागरजीसँग मेरो सम्बन्ध चाहिँ नि त्यो छ र आज मेरो यो पुस्तकको विमोचनको अवसरमा उहाँ पनि यसरी उपस्थित भइदिनु भयो। त्यो मेरो लागि अत्यन्त नै खुसीको कुरा हो। र बुद्धिसागरजी, तपाईँले पुस्तक त पढ्नु भएको छैन होला? पढ्नुभयो? ए, झनै रमाइलो भयो। त्यसो दुई चार शब्द केही भनिदिनुहुन्छ कि? नमस्कार। हाम्रो महानायक राजेश हमालज्यूलाई चाहिँ पुस्तकको लागि धेरै धेरै बधाई। यो पुस्तक कस्तो छ भने, जस्तो अहिले चल्छ नि धेरै सोसल मिडियाले, अरू खाले युट्युबले, सिनेमाले अथवा भिडियो गेमले चाहिँ पुस्तक पठनमा चाहिँ अलिक कमी आयो, पुस्तकभन्दा मान्छेहरू चाहिँ अरू चिजमा बढी इङ्गेज हुन थाले भन्ने एउटा कुराहरू आइरहन्छ। राजेश हमालको तपाईँले खोज्नुभयो भने मलाई लाग्छ 2-3 हजार इन्टरभ्यूहरू होला अहिलेसम्म तपाईँले पढ्न मिल्ने। अलमोस्ट सबै क्वेसनहरू त्यही पेरिफेरीका छन्, तर पुस्तकमा आइपुग्दाखेरि ती एन्सरमा कति धेरै गहिराई हुँदो रहेछ भनेर तपाईँले पहिलोचोटि महसुस गर्नुहुन्छ जस्तो मलाई लाग्छ। शब्दको सामर्थ्य र एउटा पुस्तकले त्यही भनाइलाई पनि कुन गहिराईसम्म लगाएर, कुन तहमा लगाएर, कुन नयाँ दार्शनिक ढङ्गले उत्तरहरू बनाउँदो रहेछ भनेर यो पुस्तक चाहिँ त्यो जवाब हो जस्तो मलाई लाग्छ। त्यही भएर पुस्तक कहिल्यै पछि पर्दैन, पुस्तक कहिल्यै मर्दैन, पुस्तकहरू चाहिँ यसरी नै बाँचिरहन्छन् भन्ने मलाई लाग्छ। यो पुस्तकको बारेमा त्यो हो, तर मलाई केही रोचक बोल्नु पर्यो भने चाहिँ मैले पुरानो स्मृतिहरूमा गएँ। म कैलालीमा जन्मेको मान्छे। यो मटेरा टिकापुर भन्ने चाहिँ हाम्रो अलिक ठुलो सहर थियो। म मटेरामा बस्ने, कटासे बजारमा बस्ने। मेरो किताब पढ्नेहरूले त अलमोस्ट यो ठाउँहरू थाहा पनि पाउनु भएको छ। एकचोटि चाहिँ कस्तो भयो भने हामी चाहिँ गाउँमा भिडियोमा फिल्म हेर्ने, यो दसैँपछि थियो क्या हो, दिदीहरूले के भन्नुभयो भने एउटा चाहिँ मिथुन जस्तो एउटा नेपाली हिरो आएको छ अरे, उसको फिल्म चलेको छ अरे, त्यो हेर्न जाउँ भनेपछि हामी गयौँ। म धेरै सानो थिएँ। म चाहिँ अहिले कति 40-41 भएँ, दाइ चाहिँ 29 मै हुनुहुन्छ। तैपनि त्यो अलिक पुरानै कथा हो। यही कारण हो मैले बुद्धिसागरजीलाई मन पराउने कारण पनि हो। अनि भयो के भने भिडियोमा हेर्ने त्यो चाहिँ रहेछ सिनेमा हल। त्यो सिनेमा हलमा युगदेखि युगसम्म समय पनि कस्तो भयो भने पहिलोचोटि सिनेमा हलमा पनि फिल्म हेरेको र फिल्म पनि हाम्रो राजेश दाइको फिल्म। अनि भिडियोमा हेर्दाखेरि चाहिँ कस्तो भयो भने पहिला के हुन्थ्यो भने फिल्म हलको सिस्टम के हुन्थ्यो भने पहिलो घन्टीमा चाहिँ भित्र छिर्ने हो, दोस्रो घन्टी बज्दाखेरि सिटमा बसिसक्ने हो, तेस्रो घन्टी बजेपछि फिल्म सुरु हुन्थ्यो। म जब हलभित्र छिरेँ मैले यति ठुलो पर्दा देखेँ, मलाई के लाग्यो भने यो पर्दाले छोप्या छ, यो पछाडि यत्रै ठुलो टिभी छ। अब दोस्रो घन्टी, पहिलो घन्टी बज्यो, भित्र गयो, दोस्रो घन्टी बज्यो, पर्दा खोल्दैन, मान्छे बसिसक्यो। अब मलाई के लाग्यो भने आज चाहिँ त्यो खोल्ने मान्छेले पर्दा खोल्न बिर्सिरहेको छ यहाँ। अब यो फिल्म त छुट्ने भयो अथवा नचल्ने भयो भन्दा भन्दै तेस्रो घन्टीमा चाहिँ त्यो सिधै एउटा त्यो हुन्छ नि त्यो
यस्तो लाइट आयो पछाडिबाट यति ठुलो पर्दामा चाहिँ मैले पहिलोचोटि राजेश दाइलाई देखेको हो। र मैले त्यो बेला टिकापुरको त्यो हलमा असिन पसिन भएर एकदमै गुम्म परेको सानो हल थियो। त्यहाँ बस्दाखेरि मैले कहिले कल्पना गरेको थिएन कि यति वर्षको अन्तरालपछि हामी एउटै स्टेजमा हुनेछौँ र म त्यो कथा सुनाउनेछु। यो चाहिँ जीवनका चक्रहरू भनौँ। अर्को चाहिँ जस्तो यो पुस्तक पढ्दाखेरि चाहिँ उहाँले पुस्तकमा धेरै एन्सर दिनुभएको छ। यो पुस्तक कस्तो छ भने धेरैले हामीले हेर्दाखेरि त्यो राजेश हमालको त्यो क्रेज होइन। अर्को चाहिँ मैले जस्तो राजेश हमालको फिल्म जब चाहिँ टिकापुरमा चल्न थाल्यो अरू विभिन्न कम्युनिटी थारू समुदायको अरू पनि फिल्म हेर्न जान थाल्नुभयो। त्यहाँ मात्र नर्मली नेपाली फिल्महरू मलाई त्यसरी चले जस्तो लाग्दैन थियो। उहाँको सिनेमाहरूले जस्तो चट्याङ भन्ने त मैले स्कुलबाट भागेर जाँदाखेरि टिकट नपाएर फर्किएको त्यस्तो हाउसफुल थियो भनेको त्यो कम्युनिटीमा पनि राजेश हमालको एउटा के हो भने उहाँका सिनेमाहरूले चाहिँ एउटा विभिन्न कम्युनिटीमा चाहिँ फिल्म हेर्ने चाहिँ बानी बसाल्यो र मलाई लाग्छ त्यो कम्युनिटीमा एउटा नेपाली भाषा पनि पुर्याउन उहाँले योगदान दिनुभयो भन्ने चाहिँ मलाई लाग्छ। र हामीले देख्दाखेरि बाहिरबाट देख्दाखेरि राजेश हमाल भने यति ठुलो मिथ यति ठुलो एउटा औरा भएको व्यक्तित्व हो। त्यसलाई जति पाठमा गरे पनि हरेक पाठहरूमा तपाईँ गहिराइमा जान्छ त्यति अधुरोपन हुन्छ हामीले हेर्दाखेरि। तर यो पुस्तक पढ्दाखेरि मैले के थाहा पाएँ भने त्यति धेरै त्यो चमकमा बसेको मान्छे भित्र पनि कतिको ठुलो एक्लोपन हुन्छ भन्ने चाहिँ पुस्तकमा छ। त्यसले चाहिँ मलाई छोयो। तपाईँसँग सब चिज छ। तपाईँलाई एकचोटि भेट्नलाई मान्छेहरू दिनौँ बस्छन् ढोका बाहिर एक झलक हेर्नको लागि गर्छन् र त्यो भिडको बिचमा पनि मान्छेभित्र कस्तो खाले एक्लोपन हुन्छ भन्ने चाहिँ यो साह्रै सुन्दर ढङ्गले मलाई यसमा मैले बुझ्न पाएँ। र मलाई के लाग्छ भने यो पुस्तक चाहिँ एउटा राजेश हमाल भन्ने व्यक्तिको आफ्ना भोगाई मात्र नभएर यी हरेकको जीवनमा चाहिँ तपाईँलाई उहाँले चाहिँ जीवनभरि आर्जिएका ज्ञानहरू यति धेरै मान्छे भेट्नु भएको छ यति धेरै मान्छे सङ्गत गर्नु भएको छ यति धेरै उहाँले भ्रमण गर्नु भएको ती सबै चिजबाट चाहिँ त्यो हुन्छ नि त्यो मौरीले त्यो मह त्यो चुन्दै 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 ल्याएर थोरै थोरै राखेर तपाईँलाई एउटा मह दिन्छ भने जस्तो उहाँले यसरी नै जीवनभरिमा चुनेका बडा मिठा मह जस्ता बुधहरू चाहिँ पुस्तकमा छन्। म चाहिँ तपाईँलाई एकदम हाइली रिकमेन्डेड गर्छु यो पुस्तक पढ्नलाई। धन्यवाद। यो पुस्तकमा मैले अघि भने जस्तो सबै कुराहरू समेटेको छ मेरो जीवनको मेरो सिनेमाको समाजको राजनीतिको। तर विशेष मलाई एउटा के यहाँ दुई चारवटा सेन्टेन्स यहाँहरूलाई पढ्न मन लाग्यो। हामीले यो छलफल सायद अझभन्दा 2 वर्ष अगाडि गरेका थियौँ होला। 1.5-2 वर्ष अगाडि गरेको छलफल थियो। तर अहिलेको वास्तविकतालाई कता कता यसले चित्रण गरेको छ। यो राजनीतिको पाटोमा मैले लेखेको छु। सिनेमा र मेरो व्यक्तिगत जीवनको पाटो त अगाडि छ यहाँहरूले पढि नै हाल्नुहुन्छ। यो सान्दर्भिक लागेर मैले 2-4वटा सेन्टेन्स मात्रै पढिदिन्छु। पछिल्लो चुनाव अगाडि एकजना ठुलै नेतासँग कुराकानीको सिलसिलामा मैले भनेको थिएँ हरेक कालखण्डमा 2 पुस्ता बीचको दूरी हुने नै गर्छ। तर जति दूरी पुरानो र नयाँ पुस्ताको बीच यो समयमा छ त्यति विगतमा बिरलै थियो। अहिलेको पुस्तामा राजनीति देश विकास र सुशासनको विषयमा बेग्लै खाले बुझाइ छ। एउटा 2-4वटा सेन्टेन्स यो। अर्को चुनावसम्ममा नेपाली राजनीतिक माहौल अझै परिवर्तन हुन सक्छ। यो 1.5-2 वर्षमा लगेको जब मान्छे 84 को चुनाव कुरा गर्थे। आउने चुनावसम्म नेपाली राजनीतिक माहौल अझै परिवर्तन हुन सक्छ। यो झन गन्जागोल र गडबडतिर जान पनि सक्छ। लोकतान्त्रिक मूल्य मान्यताको अवहेलना हुने परिस्थिति नआउला भन्न सकिन्न। तर मलाई आशा के छ भने नेपाली जनसमुदाय सचेत छ, आफ्नो लोकतान्त्रिक अभ्यास र अधिकार संरक्षण गर्न अग्रसर हुनेछ। 2 पुस्ता र उमेरको कुराले पनि यसमा भूमिका खेल्छ। यो हामीले 1.5-2 वर्ष अगाडिको छलफलमा यो लेखेको जस्तो चाहिँ नि आजको घडीमा आउँदाखेरि कता कता यो सान्दर्भिक भइरहेको छ। यही हो राजनीतिको पाटोमा पनि त्यो छ, अन्य समाजको पाटोमा छ, मेरो व्यक्तिगत जीवनको पाटोमा छ। सबै कुराहरू चाहिँ समग्र समेटिएको छ। र यो पुस्तक योगेशजी र मैले चाहिँ विभिन्न वातावरणमा चाहिँ नि छलफल गऱ्यौँ।
कफी सपहरूबाट लिएर विभिन्न अन्य ठाउँहरूबाट लिएर आफ्नो निजी निवासबाट लिएर र रोचक कुरा चाहिँ के छ भने म एउटै ठेगानामा 50औं वर्ष बसेँ, तर यो पुस्तक लेख्ने क्रममा चाहिँ नि मेरो ठेगाना 3 चोटि बदल्यो। यो पनि एउटा रोचक नै हो। 50औं वर्षसम्म एउटै ठेगानामा बसिरहेको व्यक्ति जब हामीले यो पुस्तकको लेख्ने सिलसिला अगाडि बढायौँ, त्यो 3 वर्षको दौरानमा मैले आफ्नो चाहिँ नि निवास स्थान 3 ठाउँमा बदलिएँ। मेरो कपुरधारा जहाँ चाहिँ नि म 50औं वर्ष बसेको थिएँ, त्यहाँबाट चाहिँ नि हामीले आफ्नो छलफल सुरु गरेका थियौँ। संजोगवश त्यो कपुरधाराको घर चाहिँ नि मैले त्यो बेलामा छोड्नु पर्यो। अलिकति सन्दर्भ यो पुस्तकमा त्यो बारेमा पनि छ अन्तिममा। र त्यसपश्चात म बुढालिन कण्ठको अर्को घरमा गएँ र जुन घरमा बसेको थिएँ त्यसको नजिकै चाहिँ नि आफूलाई अर्को एउटा घर निर्माण गरिरहेको थिएँ। र त्यो सरेको घरमा पनि योगेशजी र म बसेर चाहिँ धेरै कुराहरू छलफल गऱ्यौँ। र त्यो छलफल गर्ने क्रममै मेरो घर निर्माण भएर पनि सक्यो र म जुन घरमा अहिले बसिरहेको छु त्यो घरमा पनि हामी बसेर छलफल गऱ्यौँ। त्यस कारण यो चाहिँ एउटा संयोग नै हो कि वर्षौँसम्म एउटै ठेगानामा बसिरहेको म एक हिसाबले राजेश हमाल कहाँ बस्छ भन्दा कपुरधारामा बस्छ भन्ने चाहिँ एउटा किताबै ऊ भइसकेको थियो। तर यो पुस्तकको दौरानमा चाहिँ नि 3 ठेगाना पनि बदल्यो र त्यो 3टै ठेगानामा चाहिँ नि मधु त हुने नै भयो। मधु त्यहाँ नै थियो। बेला बेलामा कहिले कहिले झिजो मान्थ्यो, तर बेला बेलामा चाहिँ नि हामीलाई सहयोग नै गरिरहन्थ्यो। हामी धेरै बसेर छलफल गर्थ्यौँ। कहिले कहिले चाहिँ नि भनौँ न अबेर रातिसम्म पनि गर्थ्यौँ। उहाँसँग वाट्सएपमा लाइभमा पनि हामी बसेर चाहिँ नि छलफल गरिरहन्थ्यौँ, कहिले कहिले समय अनुकूल नभएको कारण। र त्यो 3 वर्षको दौरानमा खालि देशमा मात्रै नभएर विदेशमा पनि हामीहरू वाट्सएपमा चाहिँ नि लाइभ आएर चाहिँ छलफलहरू गरि नै रहेका हुन्थ्यौँ। र मधुले केही सहजता अवश्य पनि प्रदान गरिदिएको थियो। हामी त्यहाँ बसुन्जेलसम्म चाहिँ नि कफी सफी चिया सिया खानपिनले उपलब्ध नै गराइदिएको थियो, झिजो नमानिकन। त्यसको लागि पनि म मधुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा देशले केही भनिदिनु छ कि? यहाँहरू सबैलाई नमस्ते। म चाहिँ अलिकति बोल्न अप्ठ्यारो लाग्छ, त्यो पनि तपाईँहरू आज यहाँ आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब यो किताब चाहिँ तपाईँहरूले पढ्नु नै पर्नेछ, किनकि यो किताब पढ्नुभयो भने तपाईँले राजेशजीलाई अझै नजिकबाट चिन्ने मौका पाउनुहुन्छ, म जस्तै। हस् त, धन्यवाद, थ्याङ्क यू। अनि यो पुस्तक पढिसकेपछि मधुले मलाई के भन्यो भने यसमा त तिमीले मलाई भनेकै कुराहरू सबै यसैमा छ भनेर भन्यो। अनि मैले उसलाई भने त्यो त हो नि त, किनकि यो एकदम आफ्नो दिल खोलेर स्वतस्फूर्त रूपमा आफ्नो जीवनमा जे घटेका कुराहरू छन् त्यही नै लेखिएको त हो। यसमा कुनै फुलबुट्टा भरिएको छैन। पुस्तकको लागि भनेर चाहिँ नि एकदमै केही कुराहरू काल्पनिक पनि राखिएको छैन। त्यस कारण जे उसले थाहा पाएको छ त्यही नै पुस्तकमा छ भनेर मैले भने। तर उसले एकदमै के भन्यो भने केही नौलो कुरा आउला भने त मैले थाहा पाएकै कुरा। त्यस कारण पनि अर्धाङ्गीलाई चाहिँ मैले सबै कुरा पोखेकै रहेछु, सबै कुरा भनेकै रहेछु, केही कुरा चाहिँ नि सिक्रेट राखेको पनि रहेनछु। त्यसमा त अझ खुसी हुनुपर्ने हो, होइन? यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। पुस्तक आइसकेको छ। हाम्रो निरजजी, खै निरजजी कहाँ जानुभयो? फाइन प्रिन्टको निरजजीलाई चाहिँ नि धन्यवाद दिए बगर यो कार्यक्रम हामीले समाप्त गर्न सक्दैनौँ। निरजजी आइदिनुहोस्, कमसेकम मुख त देखाइदिनुहोस्। निरजजी फेरि मधुभन्दा पनि कम बोल्ने छ जस्तो लाग्छ मलाई।